आज चाहिँ हामी कमल विनायकबाट 2 मिनेट नजिकै धौखेल 3 नम्बर वडा कार्यालय नजिकै यो 3 नम्बर वडा कार्यालय जानलाई चाहिँ 1 मिनेट पनि नलाग्ने यो रोडको छेउमा रहेको यो 20 रोपनी जग्गामा हामी आज आइरहेका छौँ हैन। यो चाहिँ 20 रोपनी जग्गामा चाहिँ हामीले जग्गा प्लटिङ गरिरहेको छौँ। उता माथि हुनुहुन्छ डाइरेक्ट जग्गा धनी। तपाईलाई यदि यो एरियामा भक्तपुर कमल विनायक यो कमल विनायक नजिकै रहेको यो राम्रो बस्ती बसेको ठाउँमा चाहिँ यदि तपाईलाई जग्गा चाहिएको छ भने डाइरेक्ट जग्गा धनीसँग सम्पर्क गर्न पाउनुहुनेछ भने यो जग्गाको रेट तपाईँ जग्गा भिजिट गर्न आउनुभयो भने हामीले तपाईलाई सँगै राखेर चाहिँ यो जग्गाको बारेमा बुझाइदिन्छौँ। यहाँ चाहिँ 15 फिट बाटो ढल हैन सम्पूर्ण कुराको व्यवस्था भइसकेको छ। अब बाँकी चाहिँ पछि भिजिट गर्न आउँदा है तपाईहरुलाई सँगै बसेर अनि छलफल गरेर चाहिँ अगाडि बढ्नुपर्ने हुन्छ। यदि तपाईहरुलाई जग्गा चाहिएको छ भने डाइरेक्ट जग्गा धनीलाई सम्पर्क गर्न सक्नुहुनेछ। सम्पर्क गर्नुहोस्।